हाम्रो सपनाहरू चाहिँ नि इन्द्रेणी जस्ता हुन्छ अरे क्या। इन्द्रेणी विभिन्न कलरको हुन्छ, त्यस्तै गरी हाम्रो पनि सपनाहरू धेरै कलरको हुन्छ। हाम्रो सपनाहरू यस्तो दामी है, इन्द्रेणी हेर्दै गर्दाखेरि तपाईँले इन्द्रेणी फिजेको देख्नु भएको होला। मैले देखेको बचपनमा सानोमा गाउँघरतिर एकदम मजाले देखिन्छ पानी पर्न खोज्दाखेरि। अनि त्यो इन्द्रेणी जस्तो रङ्गी बिरङ्गी हुन्छ। हाम्रो पनि धेरै सपनाहरू हुन्छ, हाम्रो धेरै प्यारो प्यारो सपनाहरू हामी बुन्छौँ। हालेलुया। सपना देख्नु चाहिँ राम्रो कुरा हो, तर बाइबलले के कुरा भन्छ नि, तपाईँको सपनामा चाहिँ येशू ख्रीष्ट हुनु जरुरी छ। तपाईँ र मेरो सपनामा, तपाईँ र मेरो जे पनि हामी भित्र हृदयमा सोध्छौँ नि, तपाईँ लाइफमा जे सफलतालाई तपाईँ रोज्दै हुनुहुन्छ, तपाईँको जुन दर्शन छ, जुन उद्देश्य छ, त्यो उद्देश्यमा चाहिँ नि येशू ख्रीष्टसँग तपाईँको प्रतिज्ञा हुनुपर्छ। आमेन। यो भजनले के भन्छ भने नि, जसै तिमीले सपना बुन्छौ, जसै तिमीले कुनै कुराको सपना देख्छौ, तब चाहिँ तिमीले येशूसँग चाहिँ प्रतिज्ञा गर्नु। जसै यो सपना पुरा हुन्छ, प्रभु म तपाईँको राज्यको निम्ति यो गर्छु। जसै मैले सोचेको इच्छाहरू म पुरा भएको देख्दछु, तब चाहिँ म तपाईँसँग मिलेर केही गर्छु भन्ने एउटा सपना चाहिँ हुनु जरुरी छ। आमेन। आज तपाईँ र मैले परमेश्वरलाई भरोसा गर्दैछौँ भने, तपाईँ र मैले हाम्रो लाइफमा परमेश्वरलाई पहिलो स्थान दिँदैछौँ भने, तपाईँ र मैले बनाएको योजनाहरूको, तपाईँ र मैले बनाएको सपनाहरूको अघि चाहिँ येशू हुनु जरुरी छ। आमेन। धेरैपल्ट हामी सपना बुन्छौँ, हृदयमा धेरै चाहहरू गर्छौँ। विशेष हामी जवान छौँ, धेरैजना है, जवान पिँढीको धेरै सपनाहरू बुन्छ है। कोहीको विवाह गर्ने होला है, कोहीको विभिन्न होला, धेरै नै छ, म यस्तो गर्छु, कोहीको सिङ्गर बन्ने, कोहीको है विभिन्न हुन्छ है, इच्छाहरू धेरै हुन्छ, सपनाहरू। तर म तपाईँलाई के भन्छु भने नि, त्यो इच्छाहरूमा के प्रभु तपाईँसँग छ नि? यहाँनिर के भन्छ नि, बादल जस्ता हल्का हल्का तिम्रा प्यारा सबै इच्छाहरूको है, तिम्रो जति पनि इच्छाहरू छ नि, त्यो इच्छामा के प्रभुको प्रतिज्ञा छ? के त्यो इच्छामा के प्रभु तपाईँसँग छ? हालेलुया। प्रभुको एउटा चुनौतीपूर्ण वचन चाहिँ के छ भने नि, प्रिय मण्डली, आज तपाईँ र मैले इच्छाहरू प्रकट गर्दै गर्दा, सपनाहरू बुन्दै गर्दाखेरिलाई नि के प्रभु येशू हामीसँग हुनुहुन्छ? यो जाँच्ने बेला आएको छ। हालेलुया। बाइबलमा हेऱ्यो भनेदेखिलाई नि, जब योसेफले दर्शन देखे नि, योसेफसँग चाहिँ परमेश्वर हुनुहुन्थ्यो। आमेन। हालेलुया। योसेफले जब दर्शन देख्यो नि मेरा प्रियहरू, प्रभुको वचनले मिठो भन्छ, योसेफसँग चाहिँ परमप्रभु हुनुहुन्थ्यो। योसेफ जहाँ जहाँ जान्थ्यो नि, योसेफले नि हर समय सफलता पाउँथ्यो। इभन उसको लाइफमा धेरै दुःख कष्ट आयो, उसको लाइफमा धेरै स्ट्रगलहरू भयो। तपाईँ र मैले अध्ययन गऱ्यौँ भने उत्पत्तिको पुस्तकमा छ। हामी कतिजना यो वचनमा सायद अनजान छैनौँ होला, मलाई जहाँसम्म लाग्छ। हामी परिपक्व भइसक्यौँ। आमेन। सो मैले त अघिदेखि भन्दैछु, म प्रकाशमा बोल्दैछु ल। यदि मैले बाइबल खोलिनँ भने प्लिज झुटा शिक्षा चाहिँ नभन्नु ल। गाह्रो छ नि अहिले त प्रचार गर्नलाई। म अघिदेखि तपाईँलाई भन्दै थिएँ, प्रभुको आत्माले मलाई जे अगुवाई गर्नुहुन्छ म त्यसरी जान्छु। तर तपाईँले यदि भित्र केही छ भने तपाईँले बाइबल खोलेर हेर्नुहोस्। हालेलुया। अनि यदि परमेश्वरको आत्माले मलाई वचनको खण्ड दिनुभयो भने म त्यसलाई पल्टाइकन म तपाईँहरूको बिचमा पढ्छु। तर म अहिले प्रकाशबाट बोल्दैछु। सो यो प्रकाशबाट बोलेको कुरा चाहिँ हृदयबाट सुन्नुपर्छ। अनि तपाईँले नोट गर्नुहोस् है, तपाईँले पुरा लेख्नुहोस् है। यो कुराहरू लेख्दै गर्दाखेरि पछि तपाईँलाई जीवनको यात्रामा तपाईँले नोट पल्टाउँदै गर्दाखेरिलाई तपाईँलाई याद हुन्छ है। तपाईँलाई थाहा छ, हामी मान्छेको जीवनमा चाहिँ मान्छेलाई उत्साह चाहिरहन्छ। अनि उत्साह त्यो बेला पाउँछ जब हामीले हृदयमा राख्छौँ। हालेलुया। बाइबलले मिठो शब्द के भन्छ नि मण्डली, जसले अरूलाई उत्साह दिन्छ ऊ आफू पनि भित्रदेखि उत्साहित भइरहेको हुन्छ। आमेन। हामी चाहिँ अरूलाई उत्साह दिने पुस्ता हौँ। हामी चाहिँ अरूलाई माया, ख्रीष्टको प्रेम बाँड्ने पुस्ता हौँ। आमेन। सो मैले तपाईँलाई के भन्दैछु भने नि, बाइबलले स्पष्ट कुरा के भन्छ भने, हाम्रो जीवन नै उनको ठुलो दान हो। हालेलुया। यो भजनलाई नै म व्याख्या गर्दैछु, किनकि यो भजनले नै आज हामीलाई मिठो कुरा सिकाउँदैछ। हालेलुया। तपाईँहरूले व्यक्तिगत रूपमा 292 छ। तपाईँहरूले यो पुरा तपाईँहरूले व्यक्तिगत रूपमा नि मनन गर्न सक्नुहुन्छ। अनि यहाँ भनेको छ, सम्झिएर जीवन नै उनको दान हो, मूल्यहीन त छैन यो दाम परेको हो। आमेन। तपाईँ र मेरो शरीर चाहिँ मूल्यहीन छैन। तपाईँ मेरो परमेश्वरको के अरे, तपाईँ र मेरो
शरीरको चाहिँ भ्यालु छ। आमेन। तपाईँ र मेरो शरीरको चाहिँ महत्त्व छ। हालेलुया। आमेन भन्नुहोस् न। यो त शक्तिशाली कुरा हो नि, किनकि शैतानले धेरैपल्ट नि हाम्रो भ्यालु छैन भन्छ, त यस्तै होस् भन्छ, मलाई धेरैपल्ट भन्छ है, भनिरहेको हुन्छ मलाई, मेरो माइन्डमा, मेरो प्राणमा, विशेष मेरो दिमागमा धेरैपल्ट त्यसले हान्छ, त सेवक हुने लायकको छैनस् भन्छ। तर सत्य त मलाई थाहा छ नि त। मेरो योग्यता कहाँबाट आउँछ मलाई थाहा छ। मेरो योग्यता चाहिँ ख्रिस्टबाट आउँछ। मेरो योग्यता चाहिँ नि येशू ख्रिस्टको रगतबाट आउँछ। आमेन। आज म योग्य छु येशू ख्रिस्टको बलिदानले गर्दाखेरिलाई। आमेन भन्नुहोस् न मण्डली परिवार। म सुन्दिनँ, तर स्वर्गले सुनिरहेको हुन्छ तपाईँ सहमत भएको। मेरा प्रियहरू, तपाईँ र मेरो शरीरमा चाहिँ दाम परेको छ। कसैले दाम तिरेको छ तपाईँको शरीरको लागि। कसैले तपाईँको शरीरको लागि नि मूल्य चुकाएको छ। अनि बाइबल स्पष्ट भन्छ, परमेश्वरको पुत्रले आफ्नो शरीरको दाम तिर्नुभएको छ। आमेन। उहाँले आफ्नो प्राण अर्पण गरेर तपाईँलाई किन्नुभएको छ। तपाईँको मूल्यहीन लागेको जिन्दगीलाई नि उहाँले मूल्यवान बनाउनु भएको छ। आमेन। कहिलेकाहीँ नि लाइफमा नि प्रियहरू स्ट्रगल गर्दा गर्दा, जीवनको यात्रा गर्दा गर्दा नि शैतानले हामीलाई मूल्यहीनको सोचाइमा पुर्याउँछ। तर प्रभुको आत्माले आज भन्दैछ, हे मेरो छोरी त मूल्यहीन छैनस्, हे मेरो छोरा त मूल्यहीन छैनस्, त चाहिँ मूल्यवान छस्, त चाहिँ बहुमूल्य छस्। आमेन। किनकि मैले तँलाई आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाएको। आमेन। जब हामीलाई सत्यता बुझ्छौँ नि प्रियहरू, सत्यताले हामीलाई स्वतन्त्र पार्छ। आज मैले तपाईँहरूलाई के कुरा भन्दैछु भने नि मण्डली परिवार, तपाईँ र मेरो इच्छा, तपाईँ र मेरो सपनामा प्रभु येशू हुनु जरुरी छ। परमेश्वरको प्रतिज्ञा हुनु जरुरी छ। जसरी बाइबलमा नि धेरै परमेश्वरको जनहरूले सपना देखेको छ। दाउदले नि के सपना देख्यो थाहा छ? मन्दिर बनाउने सपना देख्यो। आज म महलमा बसिरहेको छु, परमेश्वर भने पालमा बस्नुहुने? नो नो नो, म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउँछु। तपाईँ थाहा छ, दाउदले त्यो सपना बुन्दै गर्दाखेरिलाई नि दाउदसँग परमेश्वर हुनुहुन्थ्यो। हालेलुया। दानियलले नि, तपाईँ थाहा छ दानियलको सपना के थियो? बेबिलोनमा आफ्नो देश फर्किने, यरुशलेम फर्किने उसले सपना बुनेको थियो। त्यो सपनामा नि येशू ख्रिस्ट दानियलसँग हुनुहुन्थ्यो। आमेन भन्नुहोस् न। मेरा प्रियहरू, तपाईँ र मेरो सपनामा के येशू ख्रिस्ट हुनुहुन्छ? धेरैपल्ट नि परमेश्वरको प्रतिज्ञा भन्दा डिफ्रेन्ट हामी सपनाहरू बुन्छौँ। परमेश्वरको महिमा हुने सपना बुन्दैनौँ कहिलेकाहीँ हामी। अब यो झटारो पुग्दैछ है। अब धेरैलाई अब गाह्रो हुनेछ, किनभने अब यस्तो वचनले चाहिँ गाह्रै बनाउँछ, म खुदलाई पनि गाह्रो बनाउँछ। धेरैपल्ट हाम्रो सपना नि येशू ख्रिस्टलाई मन पर्दैन। धेरैपल्ट हाम्रो इच्छाहरू परमेश्वरलाई मन पर्दैन, किनकि हाम्रो कति इच्छाहरू स्वार्थ भइरहन्छ। बाइबलमा त्यो व्यक्तिहरूको सपनाहरू परमेश्वरले पुरा गर्नुभएको छ, जुन सपना चाहिँ साँच्चै नै न्यायसङ्गत र असल छ। आमेन। आज तपाईँ र मैले इच्छा गरेको कुराले कसको महिमा हुँदैछ? तपाईँ र मैले देखेको सपनाले चाहिँ नि कसलाई बढावा दिँदैछ? तपाईँ र मैले सपना देख्छौँ, हृदयमा कुरा बुन्छौँ, त्यो कुराले चाहिँ कसको महिमा हुँदैछ? कसलाई उचाल्दैछ? कति भयो हामीले प्रभुलाई चिनेको? कति भयो हामीले क्रुस बोकेर हिँड्न थालेको? कति भयो हामीले प्रभुलाई माया गर्छु भन्न थालेको? आज किन हामी परमेश्वरको आवाज सुन्दैनौँ? आज किन हामी घन्टौँ प्रार्थना गर्न सक्दैनौँ? आज हामी किन प्रार्थना गर्दा परमेश्वरको आत्माको छुवाई पाउँदैनौँ? आज किन हामीलाई वचन सुन्न गाह्रो लाग्छ? आज हामीलाई किन परमेश्वरको वचनहरू मन पर्न छोड्यो? एउटै कुरा हो, इच्छाहरू बेग्लै भयो, सपनाहरू बेग्लै भयो। तपाईँले देखेको सपनाले नि संसारलाई उचाल्छ भने, तपाईँ र मैले देखेको सपना र इच्छाले नि परमेश्वरलाई भन्दा अरू कुरालाई बढावा दिन्छ भने नि तपाईँ रङ वेमा हुनुहुन्छ। माफ गर्नुहोस्, मैले यो बोल्नै पर्छ। हालेलुया। मेरो पनि हृदयमा धेरै सपनाहरू थियो, इच्छाहरू थियो, तर कति इच्छाहरूमा नि परमेश्वरको प्रतिज्ञा नै देखिनँ मैले। हर टाइम संसारको प्रशंसा हुने, हर टाइम शरीरको प्रशंसा हुने इच्छाहरू मैले गरेँ। अनि मैले एक दिन भने, प्रभु यदि तपाईँको महिमा हुने इच्छाहरू छन् भने मलाई प्रकट गर्नुहोस्। अनि मैले त्यो इच्छाहरूलाई मैले फलो गरेँ, मैले त्यो सपनाहरूलाई फलो गरेँ।
जुन कुराले नि मलाई येशूको नजिक पुर्याउँछ। आमेन। इच्छा के लाग्छ? दारू खाने इच्छा लाग्छ? त्यो इच्छा त अब मिलेन है। दिनभर संसारिक गीत सुन्न मन लाग्छ, त्यो इच्छा हो हाम्रो शरीरको। अब सुन्नु भएन नि त हो। दास हुनु त मनपर्छ हाम्रो शरीरलाई, थाहा छ तपाईँलाई। मैले बोल्नै पर्छ, मैले बोलिनँ भने मलाई न्याय हुन्छ। फेरि गाह्रो छ नि यो शिक्षक हुनलाई है। यो आफ्नो छ नि एउटा कुरा, यो वक्ता हुनु नि अनुग्रह हो। मलाई चाहिँ अनुग्रह लाग्छ, किनकि आफ्नो योभन्दा नि माथिल्लोबाट बोल्नुपर्ने हुन्छ। अर्थात् मैले भन्दा माथिले जे भन्छ त्यो बोल्नुपर्ने हुन्छ क्या। कहिलेकाहीँ कम्ता रिक्स हुन्छ, कहिलेकाहीँ गुरुबाको अगाडि के अरे गुरुजनको अगाडि यसरी बोल्नुपर्दा धेरै गाह्रो लाग्छ, किनकि अब हामी त आदर गर्छौँ नि। कहिलेकाहीँ त कति सेवाहरूको विषयमा मैले प्रोफेसी बोलेको छु, डरै लाग्छ, तर मैले बोल्नुपर्छ किनकि यो मेरो वरदान हो। आमेन। आज मैले तपाईँहरूलाई किन हप्काउँदैछु भने नि तपाईँ नराम्रो भएर हप्काएको होइन है। मैले हप्काएको होइन, तर तपाईँलाई प्रभुले माया गर्नुहुन्छ नि हप्काउनु भएको। यदि कुनै पनि प्रचारमा हप्काइ छैन, कुनै नि प्रचारमा चाहिँ नि चुनौती छैन, कुनै प्रचारमा नि ताड्न छैन भने नि त्यो प्रचार चाहिँ मलाई कतिपय टाइममा चाहिँ गाह्रो लाग्छ। तर जुन प्रचारमा उत्साह छ, ताड्ना छ, साँच्चै त्यसमा चाहिँ प्रेम छ। हालेलुया। सो मैले तपाईँहरूलाई के भन्दैछु भनेदेखिलाई नि शैतानले धेरैपल्ट हाम्रो जीवनमा यस्तो खालको इच्छाहरू हालिदिन्छ, यस्तो खालको चाह र सपनाहरू हालिदिन्छ जसले नि स्वर्गलाई उचाल्दैन, जसले प्रभुको महिमा नै हुँदैन। अनि मैले तपाईँलाई आज के भन्न खोजेको छु भनेदेखिलाई नि तपाईँले अब यस्तो खालको सपना देख्न थाल्नुहोस्, यस्तो खालको इच्छाहरू देख्न थाल्नुहोस् जसले नि परमेश्वरको महिमा हुन्छ, जसले गर्दा तपाईँको इतिहास कोरिन्छ, जसले गर्दा तपाईँ संसारभन्दा फरक भई तपाईँ उठ्नुहुन्छ। आमेन भन्नुहोस् न। ओके, मैले तपाईँलाई अब अर्को व्याख्या पनि मैले गर्नु छ। यहाँ के भनेको छ नि, यस्तै हुन्छ जीवनमा यी घटीहरू बाधा बनी आउनेछन् ती कमीहरू। सुन्नुहोस् है, जब कमी कमजोरी आउँछ नि, जब घटी कमीहरू गाह्रोपनहरू आउँछ नि, तब चाहिँ विश्वासको जाँच हुन्छ। अनि बाइबल यहाँनिर भजनले भन्छ, डराइ नदेऊ जीवनमा, भर त्यो सम्झी येशूमा। आमेन। बाइबल यहाँनिर भजनले के भन्छ नि, जब घटी कमी आउँछ नडराऊ, तिम्रो भरोसा चाहिँ क्रुसमा छ, तिम्रो भरोसा चाहिँ येशूमा छ, तिम्रो भरोसा चाहिँ जिउँदो परमेश्वरमाथि छ। आमेन। धेरैपल्ट घटी कमी आउँदै गर्दाखेरि हाम्रो विश्वासको जाँच हुन्छ, मुक्तिको जाँच हुन्छ। त्यो बेला हामीलाई थाहा हुन्छ हामी साँचो क्रिस्चियन हो कि होइन, हामी चेला हो कि होइन, त्यो बेला जाँच हुन्छ। तर घटी कमीहरू आउँछ, जब घटी कमी आउँदै गर्दाखेरिलाई पनि स्वर्गलाई उचाल्छ नि, साँचो भन्छु त्यो मान्छे चाहिँ चेला हो, त्यो मान्छे चाहिँ चेला हो। हालेलुया। घटी कमी आउँदा भनेको जस्ता नहुँदा यो परमेश्वर मलाई फापेन भन्ने चाहिँ विश्वासी भन्छु म है। विश्वासीलाई थाहा छ, मुक्तिलाई मात्र हेर्नेहरू, मुक्ति पायो भयो। तर चेलाहरूले चाहिँ नि प्रत्येक दिन येशू जस्तो बन्न खोज्छ। अनि म हर समय भन्छु मण्डली परिवारलाई, हामी विश्वासी हुने होइन, हामी चाहिँ चेला हुने। मेरो कुरा बुझ्दै हुनुहुन्छ मण्डली परिवार? तपाईँलाई थाहा छ, म यो कुरा आइहाल्यो है, अब सर्कै जोड्छु। आज धेरैपल्ट नै हामी क्रिस्चियन भएको छौँ। क्रिस्चियन भनेको चाहिँ कसरी बुझ्छ भन्दा धर्म कर्म गर्ने बुझ्छ मान्छेले। चर्च जाने आउने है, आफ्नो काम गर्ने, चर्च जाने आउने, प्रार्थना गर्ने है। अहिले धेरै नयाँ जेनेरेसन त्यस्तै छ नि त, हो कि होइन? चर्च गयो आयो, यता नि ठिक उता नि ठिक, त्यो चाहिँ धर्म कर्म गरेको, त्यो चाहिँ जीवन परिवर्तन होइन, त्यो चाहिँ क्रिस्चियन। तर चेला भनेको चाहिँ कस्तो भन्दा नि प्रत्येक दिन ऊ चर्च पनि जान्छ, घर पनि आउँछ, घरमा नि ऊ प्रभुलाई माया गर्छ, काममा जाँदैन ऊ प्रभुलाई माया गर्छ, ऊ जहाँ जाउँ ऊ येशू जस्तै बन्न खोज्छ क्या। आमेन। ऊ जहाँ जाओस् उसलाई येशू जस्तै बन्न मन लाग्छ, उसलाई येशूकै कुरा मनपर्छ है। एउटा साथी आएर उसलाई यसरी गर्दा यसरी दिँदाखेरि पनि उसले येशू जस्तै व्यवहार गर्छ। साथी यो खानु हुँदैन नि, यसले हाम्रो शरीरलाई असर गर्छ, खानु हुँदैन, हाम्रो त बाइबलमा यस्तो भनेको छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जहाँ परमेश्वर बास गर्नुहुन्छ, हामीले त हाम्रो शरीरलाई सफा राख्नुपर्छ। नम्रपूर्वक जवाब दिन्छ।
एउटा साँचो प्रभुलाई माया गर्ने मान्छेले नि पापीहरूलाई देखेर घृणा गर्दैन, बरु सम्झाउँछ। आमेन। येशू ख्रीष्टले नि पापीहरूलाई घृणा गरेको भए आज हामी यहाँ हुन्थ्यो? आफूलाई चेक गर्नु त म त धेरैपल्ट ऐना हेरेर चेक गर्छु कि येशू ख्रीष्टले नि पापीलाई माया नगरेको भए सबभन्दा तल चाहिँ म हुन्थ्यो होला भन्छु आफैलाई। सो मैले तपाईँहरूलाई के भन्न खोजेको भन्दा हाम्रो जति पनि प्रभु नपाएको दाजुभाइहरू हुनुहुन्छ हामीले माया गर्नुपर्छ। प्रेमले चाहिँ नि असङ्ख्य पापलाई ढाक्छ। तपाईँले नि ख्रीष्टको प्रेम देखाउनु भयो भने के थाहा तपाईँको प्रेमले देखाउँदै गर्दाखेरि उसले प्रभुलाई चिन्छ कि। हालेलुया। सो मैले तपाईँहरूलाई के बुझाउँदैछु भन्दा नि मण्डली परिवार, आज तपाईँ र म कुन वेतिर हिँड्दैछौँ, हामी कता छौँ, हाम्रो इच्छाहरू कता छ, हाम्रो सपनाहरू कता छ, कस्तो छ, हाम्रो सपनाहरूले कसलाई उचालेको छ, हाम्रो इच्छाहरूले कसलाई उचालेको छ, त्यो जाँच गर्ने बेला आएको छ। यदि हामीले टाइममा नै यी सानो कुराहरूलाई ध्यान दिएनौँ भने नि ठुलो कुरा पाउन गाह्रो छ प्रियहरू। बाइबलमा ठुलो प्रोफेसीहरू छ, बाइबलमा ठुलो आँखाले नदेखेको, कानले नसुनेको, जीवनमा कहिले अनुभव नगरेको शक्तिशाली कुरा अबको जेनेरेसनलाई प्रभुले दिँदै हुनुहुन्छ। आमेन। यो सत्य हो, यो हुँदै पनि छ। तर साना कुराहरूले ठुलो कुरालाई चाहिँ बाधा ल्याइरहेको हुन्छ। यहुदा इस्करियोतले के गरेको? त्यो चुम्बन र हल्का सिक्का मात्र त लिएको हो नि, हो कि होइन? धेरै त के गरेको थियो र? त्यो अलिकति चुप्पा गरेर धोका दिएँ, अलिकति पैसा लिएँ, त्यति त हो नि। त्यति साह्रो त गरेको थिएन मैले, जम्मा त्यही 2टा मात्र गरेको, क्षमा दिए नि हुन्थ्यो नि जस्तो हामीलाई लाग्छ। तर नि यहुदाको जीवनमा नि अनुग्रहको समय सकिएको थियो प्रियहरू। अनुग्रहको समय सकिएको उसको लाइफमा यति साह्रो डिप्रेस भयो नि, आखिर उसले सुसाइडलाई रोज्यो, आखिर उसले नि आत्महत्यालाई रोज्यो, भुँडी फुटेर मर्यो भन्छ हो। कस्तो दर्दनाक। मेरा प्रियहरू, जब हाम्रो जीवनमा अनुग्रह सकिन्छ नि त्यो मान्छे नि पागल हुन्छ, त्यो मान्छे नि डिप्रेसनमा पुग्छन्। उसले एउटै कुरा देख्छ, सुसाइड। एउटै कुरा देख्छ, म मर्छु। तपाईँ र मैले नि अनुग्रहको समयलाई लत्यायो भने नि तपाईँ र मेरो माइन्डमा नि त्यही आउँछ। तपाईँ र मैले प्रभुको आत्माको अभिषेकलाई, पवित्र आत्माको सल्लाहलाई जीवनमा लिइराखेन भने नि घरिघरि तपाईँलाई अट्याक गर्छ यो कुराले। तर तपाईँ र म चाहिँ नि परमेश्वरको आत्माको आवाजलाई सुन्ने अनि उहाँको मार्गमा हिँड्ने पुस्ता हुनु जरुरी छ। आमेन। सो म तपाईँलाई 2टा व्यक्तिको बारेमा अझै पनि भन्छु, जस्तै मैले यहुदाको बारेमा भन्यो जसलाई अनुग्रहको समय नै थिएन। तर एउटा यस्तो खालको व्यक्तित्व पनि थियो जसलाई अनुग्रह थियो, पत्रुस। हालेलुया। पत्रुसले नि म तपाईँको निम्ति मर्छु पनि भन्यो, तर आखिरमा झुट बोल्ने नि उही, तम्सेर कान काट्ने पनि उही थियो। मेरो प्रभुलाई छुन आउने, मेरो प्रभुलाई गिरफ्तार गर्न आउने र फट्टै कान काटेको। याद छैन है तपाईँहरूलाई? हजुर, यो स्टोरी थाहा छ नि। खतरा। ऊ त एकदम प्रभुमा जोसिलो क्या, एकदम जोसिलो मान्छे। अब जीवनमा यस्तो खालको स्ट्रगल आयो नि उसको, यस्तो घटी कमी आयो नि, यस्तो खालको उसको माइन्डमा शैतानले काम गर्यो नि। यो पनि येशू ख्रीष्टसँगै हिँड्ने मान्छे होइन हौ, म त चिन्दिनँ उहाँको भनेर। ला हजुर, आमामा, जसको निम्ति कोर्राको चोट सह्यो, जसको निम्ति स्वर्ग लत्याएर आयो, जसको निम्ति होइन पीडालाई पनि अँगालेर मृत्युलाई जित्ने एउटा प्रतिज्ञाभित्र जाँदैछु, उसले भन्छ म उहाँलाई चिन्दिनँ। त्यो बेला प्रभु येशू ख्रीष्टको मन कति दुख्यो होला, कति गाह्रो भयो होला उहाँलाई। तर उहाँले हामीलाई बचाउनको लागि नि त्यो इन्कार सुन्दै गर्दा पनि उहाँले आफ्नो निर्णय बदल्नु भएन। उहाँले भन्नुभयो, पिता सक्नुहुन्छ भने यो कचौरा हटाइदिनुहोस्, तर मेरो इच्छा होइन, तपाईँको इच्छा पुरा होस्। प्रभु येशू ख्रीष्टले नि अगमबानीहरू पुरा हुन दिनुभयो। पत्रुसले सोच्यो, तपाईँलाई थाहा छ पत्रुसको सबभन्दा मिठो कुरा के थियो थाहा छ? पत्रुस नि 3 पल्ट इन्कार गरेपछि नि
भित्तामा फर्केर नि धुरु धुरु रोए भन्छ क्या। आमेन। एउटाको काहीँ पनि रुको कुरा छैन नि, थाहा छ तपाईँलाई? एउटाको काहीँ पनि प्रस्ताव छैन। उसले चाहिँ सिधै केलाई रोज्यो? मर्छु, अब ला मर्छु, मैले एउटा निर्दोष मान्छेलाई मारे। ऊ त पुरा फ्रस्ट्रेसन भएर गयो, ऊ त मर्छु के गर। मान्छे आत्तिन्छ नि, आत्तेपछि गयो त्यो मान्छे। घटे खोला पुग्छ भन्छ नि हाम्रो नेपाली भाषामा। सिद्धो त्यो मान्छे। एउटा चाहिँ आत्तियो, आत्तिँदै आत्तिँदै के मान्छेको कुरा सुन्न थाल्यो। मान्छेको कुरा सुन्दा सुन्दा पुजारीहरूको कुरा सुन्यो। मान्छेको कुरा सुन्दा सुन्दै नि उसले आखिर सुसाइडलाई रोज्यो। तर पत्रुसले नि पश्चातापलाई रोज्यो। पत्रुसले नि प्रार्थनालाई रोज्यो। पत्रुसले भित्तामा फर्केर स्वर्गलाई हेर्नलाई रुचायो। त्यही भएर नि पत्रुसको जीवनमा अनुग्रह आयो। त्यही भएर पत्रुसले नि इतिहास कोर्ने एउटा मौका पायो। मेरा प्रियहरू, आज तपाईँ र मैले नि पत्रुसले जस्तै जीवनमा घटी कमी हुँदै गर्दा, प्रभुसँगको यात्रामा लड्दै गर्दा, मुक्तिमा बढ्दै जाँदाखेरिलाई कहिलेकाहीँ हामी चुक्दै गर्दाखेरिलाई पत्रुस जस्तै भित्रतिर फर्केर स्वर्गतिर फर्केर प्रस्ताव गर्दै प्रभुलाई हेर्छौँ भने परमेश्वरले तपाईँलाई शक्तिशाली रूपमा चलाउनुहुन्छ। आमेन। यसको साक्षी चाहिँ मै हो। मैले जिन्दगीमा प्रभुलाई धेरै रुवाएको। मैले किनकि पवित्र आत्माको व्यक्तिजम पाइसकेको थिएँ, मैले अन्य भाषा पाइसकेको थिएँ, मैले धेरै दर्शन देख्ने भइसकेको थिएँ। अनि मैले बिचमा प्रभुलाई धेरै रुवाएँ मेरो इच्छाहरूलाई अगाडि सारेर। मैले मेरो ती काल्पनिक जसले मलाई असल मार्ग पुर्याउँदैन ती सपनाहरूमा लागेको हुनाले धेरैपल्ट प्रभुलाई रुवाएँ। धेरैपल्ट मलाई पनि मर्न मन लाग्यो। धेरैपल्ट मलाई नि एकदम त्यो गाह्रो भएर मैले सुसाइड पनि गर्छु थट पनि लिएँ। तर मैले प्रभुको वचनलाई हेरेँ, यदि मैले सुसाइड गरेँ भने म स्वर्गमा पुग्दिनँ। किन म एउटा जस्तो बन्ने? परमेश्वरले दिनुभएको यो मूल्यवान जीवनलाई म किन शत्रुको हातमा दिने? म किन शैतानको हातमा दिने? म पत्रुस चाहिँ, म पावल चाहिँ, म दाउद चाहिँ प्रस्ताव गरेर म उहाँकै मुहार खोज्छु। जब मैले यसरी प्रस्ताव गरेँ नि प्रियहरू, स्वर्ग मेरो पक्षमा उभिन थाल्यो। येशू ख्रीष्ट मसँग बोल्न थाल्यो। जब मैले मेरो इच्छाहरू मेरो सपनाहरू चाहिँ येशू ख्रीष्ट बनाउन थालेँ, मैले जब स्वर्गलाई रुचाउने कुरालाई ध्यान केन्द्रित गर्न थालेँ, मलाई गाह्रो भयो। एकैचोटि सक्दैन प्रियहरू, एकैचोटि मुक्तिमा बढ्न, एकैचोटि माक्लो लेभलमा पुग्न सक्दैन। तर घरिघरि घटी कमीको बिचमा नि प्रभुलाई हेरिबस्छौँ भनेदेखिलाई नि समय आउँछ परमेश्वरले तपाईँलाई उच्च स्थानमा लानुहुन्छ। आमेन। एकैचोटि हुँदैन प्रियर, एकैचोटि आएन मुक्ति, एकैचोटि आएन त्यो जागृति, एकैचोटि आउँदैन। स्ट्रगल धेरै हुन्छ। त्यो बिचमा तपाईँले येशूलाई हेर्नु जरुरी छ। आमेन। यदि तपाईँ यहुदा जस्तो फ्रस्ट्रेसनमा हुनुहुन्छ भने, तपाईँ पत्रुस जस्तै फ्रस्ट्रेसनमा हुनुहुन्छ भने निर्णय चाहिँ नि पत्रुसले जस्तो गर्नु। त्यस्तो निर्णयहरू नगर्नुहोस् जुन निर्णय तपाईँको सेवाकाई मर्छ। त्यस्तो निर्णयहरू नगर्नुहोस् जसले तपाईँको उद्धार र मुक्ति गुन्छ। तर त्यस्तो निर्णयहरू गर्नुहोस् जुन निर्णयले तपाईँको जीवन बदलिन्छ, तपाईँको जीवनमा आशिषको ढोका खोल्छ, तपाईँको परिवारमा ब्लेसिङ आउँछ। अनि तपाईँको परिवारलाई नि प्रभुले पुस्तौँसम्म ब्लेस गर्नुहुन्छ। तपाईँको आउने जेनेरेसनलाई, तपाईँको आउने पुस्तालाई नै प्रभुले आफ्नो कृपा देखाउनुहुन्छ। यो चाहिँ साँचो कुरा हो। आमेन। मेरा प्रियहरू, म तपाईँहरूको बिचमा एउटा खण्ड मलाई पढ्न मन लाग्यो है। ओके, म एफिसी 4:14 मैले यत्रो वचन बोलेँ नि, एउटै वचनमा छ है यो सबैको एन्सर। मैले भन्दै थिएँ प्रभुको आत्माले मलाई अगुवाई गर्नुभयो नि, म खण्ड पढ्नेछु। ओके, एफिसी 4:14 यसरी हामी छालले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसका जालझेल धूर्तता र फटाइले यताउता उडाएका बालकहरू जस्तो नहौँ।
बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् ख्रिस्टसम्मै बढ्दै जाउँ जो ख्रिस्ट हुनुहुन्छ। आमेन। वचनले हामीलाई के भन्छ नि, मानिसका जाल जेलमा धूर्ततामा फट्याउने यताउता उडाएका बालकहरू जस्ता नहौँ। हामी प्रभुको कुरामा, वचनको कुरामा, मुक्तिको कुरामा बालक जस्तो नहौँ। बालकले चाहिँ हो काम बिगार्ने हो। सानो बालकहरूलाई हेर्नुहोस् त, 5-6 वर्षको नानीहरूलाई, उनीहरू चाहिँ थाहा हुँदैन, बिचरा चुरोट राख्थ्यो भने चुरोट के हो थाहा हुँदैन, रक्सी थाहा हुँदैन, जे भेटो घामघुम गरिदिन्छ है। यो ठाउँमा यसरी बोल्नु हुँदैन, थाहा हुँदैन, मुखमा जाए त्यही बोलिदिन्छ। बच्चाहरूलाई थाहा हुँदैन। अनि प्रभुको वचनले भन्छ तिमीहरू बालक नहौ, तिमीहरू अब बालक भएर बस्ने होइन, थाहा नै नपास्तो नहुनु। तर बाइबलले भन्छ बडो प्रेमसित, प्रेम बिना नि प्रभुलाई कसैले देख्न सक्दैन, किनकि प्रभु आफै प्रेम हुनुहुन्छ। तपाईँ मेरो हृदयमा नि अरूप्रति प्रेम हुनु जरुरी छ। कुनै पनि व्यक्तिले कसैलाई प्रेम गर्दैन भने त्यो मान्छेसँग प्रभु कहिले बोल्नुहुन्न, यो बुझिराख्नु। बाइबलले भन्छ सत्य बोल्दै, सत्य चाहिँ वचन हो। तपाईँलाई वचन थाहा छ भने नि सत्य बोल्नु जरुरी छ। तपाईँले सत्य बोल्दै गर्दा मान्छेको नजरमा तपाईँ नराम्रो होला, तर स्वर्गले तपाईँलाई हेरिरहेको हुन्छ। प्रेरितहरू पनि सत्य बोलेरै हो नराम्रो भएको मान्छेको अगाडि। हजुर, चेलाहरू पनि सत्य बोलेर हो नराम्रो भएको, तर उनीहरू नराम्रो हुँदै गर्दाखेरिलाई उनीहरूले चित्त दुखाएन, किनकि एक दिन थाहा थियो उनीहरू महिमामा ख्रिस्टसँग बस्न पाउँछ। आमेन। सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् ख्रिस्टसम्मै बढ्दै जाउँ। हेर्नुहोस्, ख्रिस्ट जस्तो हुन सिकौँ अरे, ख्रिस्टसँग हामी बढौँ भन्दैछ बाइबलले। तर हामी कोसँग बढ्दैछौँ? चुनौती यहाँ छ है मण्डली। हजुर, संसारको कुराले बढ्दैछौँ कि हिरो हिरोइनलाई हेरेर बढ्दैछौँ कि सिङ्गरलाई हेरेर बढ्दैछौँ कि एक्टरलाई हेरेर बढ्दैछौँ कि फल्ना दाइलाई हेरेर बढ्दैछौँ कि मलाई हेरेर बढ्दै हुनुहुन्छ कि? मेरा प्रियहरू, म जहिले मण्डलीमा युथहरूलाई के भन्छु भने नि, युथहरू मलाई हेरेर उत्साहित हुनु, युजेन दाइ जस्तै हामी प्रभुमा उत्साहित हुनुपर्छ भनेर, तर जिउनु चाहिँ ख्रिस्टलाई हेरेर जिउनु। आमेन। हालेलुया। मलाई हेऱ्यो भने तिमीहरू त एक दिन त रुन्छौ नानीहरू, म मान्छे हो। भोलि पर्सि भन्छ है युजेन दाइ पनि रिसाउँदो रहेछ, त्यस्तो सेवाकाई गर्ने मान्छे। मलाई हेरेपछि त गइहाल्यो नि नानी, तिमी त येशूलाई हेर न। आमेन। प्रभुको चेलाहरूले नि येशूलाई हेरेरै उहाँहरू माथि पुग्नुभयो। एक चेलालाई हेर्नुहोस्, उहाँहरूले येशूलाई हेरेर जिउनु भयो। आमेन भन्नुहोस् न मण्डली। सो मण्डली परिवार, म तपाईँहरूलाई यही उत्साह दिन्छु आज। तपाईँ र मेरो इच्छाले, तपाईँ र मेरो सपनाले नि येशू ख्रिस्टको प्रतिज्ञालाई, प्रभु येशू ख्रिस्टको इच्छालाई नि पुरा गर्नु जरुरी छ। स्वर्गको प्रतिज्ञा हाम्रो इच्छामा हुनु जरुरी छ। हामी नि मान्छेलाई हेरेर नबढौँ, हामी नि संसारका ती केही क्षणका कुरालाई हेरेर आफ्नो जिन्दगी बर्बाद नपारौँ। धेरैले बर्बाद पारेर पनि उनीहरू मरिसके, उनीहरूको केही भ्यालु छैन। अब उनीहरू एकचोटि गएपछि गयो उनीहरू। यो कुरा बुझ्नुहोस् है, म हमेसा यो पुस्तालाई म बुझाउन चाहन्छु। बुझ्नुहोस्, हाम्रो जीवन चाहिँ केही क्षणको मात्र होइन। हजुर, धेरै बेला हामीलाई लाग्ला छैन जिन्दगी, होइन। बाइबलमा सत्यता छ। तपाईँले बाइबल खोज्नुहोस्, बाइबलले भन्छ तिमीहरूको सेवक चाहिँ यहाँ मात्र होइन, तर एउटा अनन्तको राज्य पनि छ, जहाँ चाहिँ 1000 वर्षको राज्य छ, जहाँ तिमीहरू मसँग शासन गर्नेछौ, जहाँ तिमीहरू मसँग चाहिँ राज्य गर्नेछौ। हाम्रो यात्रा अझै धेरै छ। आमेन। तर सत्यतालाई भन्दा नि बेसी मान्छेले संसारलाई हेर्न थाल्यो। शिरलाई हेर्न छोडेर मान्छेहरूले पुच्छरलाई हेर्न थाल्यो। संसार चाहिँ पुच्छर हो। संसारले तपाईँलाई एकछिन खुसी देला, तर नि अनन्तको राज्यमा तपाईँलाई पुर्याउँदैन संसारले। म जहिले यो पुस्तालाई यही भन्छु, तिम्रो जीवनको पहिलो स्थान चाहिँ येशूलाई बनाऊ। तिम्रो जीवनको पहिलो स्थान ख्रिस्टलाई बनाऊ, जसले तिमीलाई उद्धार र मुक्ति र शक्तिशाली कुरा भित्र लान्छ। आमेन। अनि आज म मण्डलीलाई यही उत्साह दिन्छु, मण्डली परिवार, तपाईँ र मेरो इच्छा सपनाहरूको पहिलो स्थान चाहिँ ख्रिस्ट बनाउनुहोस्। कतै हामीले अनजानमा
है, हामीलाई वचन थाहा हुन्छ तर अन्जानमा हामीले हाम्रो सपनाहरू चाहिँ ख्रिस्टभन्दा पर बनाएको हुन्छ, जसले गर्दा हाम्रो उन्नति भइरह हुँदैन, परिवारमा भने जस्तो भइरह हुँदैन, जीवनमा भने जस्तो भइरह हुँदैन। मेरा प्रियहरू, मान्छेलाई नहेर्नुहोस् प्लिज, मेरो हम्बल रिक्वेस्ट, मान्छे नहेर्नुहोस्। मैले मान्छे हेरे भए, आफन्त हेरे भए, फल्ना दाई फल्ना बहिनी हेरे भए नि आज म यति साह्रो प्रभुको घनिष्ठमा पुग्दैन थिएँ, म यति साह्रो प्रभुको वचनलाई बुझ्दिनँ थिएँ होला। मैले नि मेरो जीवनको सिंहासन चाहिँ येशूलाई बनाएँ। म पनि मान्छे हो, धेरैपल्ट गाह्रो हुन्छ मलाई पनि, जस्तै गाह्रो भए पनि नि ती घटी कमीहरूमा चाहिँ मैले येशूलाई हेरेँ। आमेन। आउनुहोस् मण्डली, वचन मनन गरौँ, हामी प्रार्थना